यहाँ उनले गरेर गर्ने हो कि नहुने पखाली बेला भन्छ नि अब यति बेरसम्म म घिउ दही सबै खुवाएको भइन्छ नि सबै खुवाएको धोइदिनु पर्यो नि अब चन्दन चढाउने अब चन्दनको टिका लगाइदिने अब फेरि चन्दनको टिका लगाइदिनु अब त्यतिखेर चन्दन तपाईँहरू त्यसरी भाकेर चढाइदिनु हाम्रा धनसरा सकेर एउटा दिँदा उहाँ छ अरे धनछाना एउटा दुडा है उहाँ धनछाना छ अरे के बाबी एउटा दुडा मुठा फुलमाला चढाउनु फुलमाला बनाउनु लगाइदिनु अब फुलको गुच्छा चढाइदिनु शिरमा फुलको गुच्छा चढाइदिनु पुरै मूर्तिलाई लगाइदिनु मलाई दुई तिनवटा हाल्नु न एउटा नहाल्नु दुई तिनवटा हालिदिनु कपुर बत्ती जला यता ममसँग छ हो त्यही हालेर अनि मल्नु न अहिले फेरि हुन्छ यति बेला ओम नमो शिवाय ल पस्नु हामी हाल्ने त भित्र त्यो लिङ्गा भित्र एकजना बस्ने एउटा पुग्नु फेरि एकजना बाबु त्यहीँ चिन्छ बत्तीले पनि नैपालिका राज्य
रामा मगन भई जन पार करी हो मारा हर हर महादेव सच्चिदानंद परमात्मन सज्जन हितकारी प्रभु शिव सज्जन हितकारी जय जय सदा सांब सदा शिव जय जय सांब सदा शिव जान्न परेन नाच्न भइकै टुरे चाहिँ ल्याइ हुनुहुन्छ किन आछिन बाबु नाच्नु हजुर पनि
काली माईको बोलिए विन्ध्यवासिनी माईको बोलिए राष्ट्रदेव भगवान पशुपतिनाथको बोलिए बागलुङ कालिका देवीको बोलिए नुवाकोट काला भैरव देवीको बोलिए केदारेश्वर महादेव भगवानको बोलिए मत्स्य अवतारको बोलिए कल्की अवतारको बोलिए नरसिंह अवतारको बोलिए वामन अवतारको बोलिए सत्य सनातन वैदिक धर्मको बोले भक्तजनको नारायण